मेरो भाइले मेरो बेहुलाले साली पनि लान्छ नि फेरि जति पनि लान्छौँ रियल्ली मूल्य भन्नु त कति दिउँ हामीले यसलाई साली आधा घरवाली भनेको छ है मेरो बुहारी भइसकिन् है मेरो बुहारीले छोरो पाएपछि सालीले सिहार नआउने हो आउने हो त्यसो भए जुत्ता मिलाएर दिनु न त ल भन्नु ठिकै छ साली भर्खर पढ्न लागेको युवा विद्यार्थी जीवनमा अलिकति पैसा खाँचो हुन्छ है जुत्ता लुकाएर भए पनि पैसा पाउँ भने कति दिउँ त 600 कि 700 कति सुना पनि यतै हो क्या सामान किन्न जाँदा बार्गेनिङ हुन्छ यो पसल होइन यो पसल त होइन यहाँ सुन्नु त 5,500 आयो ल 5,500 कति चाहियो खै अङ्कल खै दसा चाहियो अलिकति मिलाएर दिनु पर्यो कुनै पनि पसलले एउटा जुत्ता छुट्टै अर्को जुत्ता छुट्टै बेच्दैन नानो दुईटै जुत्ताको मूल्य हुन्छ है 5,000 6,000 दियो हामीले 6,000 साली कतिजना भने साली कतिजना 5 जना आम्मामा भाइ 500ले भयो कति भाग्य 5 जना साली कति भाग्य मान्ने यार 6,000 दिउँ है 7,500 मा हाम्रो डन भइसक्यो होइन जम्मा जुत्ता दुईटा छ 5 जनाले पैसा दिनु लोग्ने मेरा साली सब लोग्ने भन्ने ल यो साली बिना यहाँ पऱ्यो भने अहिले फेरि गाह्रो हुन्छ हामीलाई है दिदी रिसाउँछन् के फेरि सालीसँग बढी कुरा एकजनालाई मैले भिनाजु भनेर पुरा देखेर हुन्छ जहिले मेरो अगाडि हुनु पर्यो
त्यस्तो हुँदैन हाम्रो दिदीलाई खुसी राख्नु हाम्रो अहिले भइरहेको छ पैसै चाहिएन अरे One, two, three, four, five, six, seven, eight. के फरक पर्दैन हामीलाई पर्दैन हाम्रो दिदी खुसी राख्नु जो पैसै चाहिएन पैसै दिदी खुसी राख्नु पर्यो हामी त्यति भयो ल पैसै लिनुपर्छ के दिदीलाई गृहमन्त्री बनाउनु भनेर आउनु भएन ल त्यहाँको बार्गेनिङ भइरहेछ त्यहाँको बार्गेनिङ भइरहेछ साली मेरो पनि हो नि त्यहाँको बार्गेनिङ भइरहेछ जुत्ताको बार्गेनिङ जुत्ताको बार्गेनिङ भइरहेछ मेरो सर्ट पुरा हुनु पर्यो आँखामा आँसु आउनु भएन है मेरो पनि सर्ट छ मेरो भाइको आँखामा नि आँसु आउनु भएन म्यारिज टुमरो डिभोर्स हुनु हुँदैन